सही प्रधानपतिको निर्देशनमा आरती मनोरञ्जन युट्युब च्यानलबाट दैनिक रूपमा प्रसारणमा आइरहेको सीता सिरियल यति बेला झन् चर्चाको विषय बनिरहेको छ। सृष्टिले सीतालाई नबुझी यसरी दोष लगाउनु हुने थिएन। हरि पनि त गलत नै थिए नि। तर सृष्टिलाई फसाउन हरिले पनि सृष्टिमाथि खेल खेलिरहेको छ र सीता पनि त्यो खेलको भागीदारमा परिसकेकी छिन्। हो दर्शकबिन हरिको सबै कर्तुतहरू पत्ता लगाएर हरिलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ र सृष्टिलाई सीताले जसरी पनि बचाउनै पर्छ, किनकि यो सीताको हक नै हो र पक्कै पनि रमेशले पनि सीतालाई साथ दिनेछन् र सीतालाई आफ्नो हक निम्ति लड्न धेरै सजिलो हुनेछ र रमेश अनु पनि सधैँ यसरी नै खुसी भइरहेको देख्न पाऊँ र सीताले न्याय र सृष्टिको बचाउ हुनै पर्छ। बाँकी आउने भागमा पक्कै पनि रमेश र सीताको सम्बन्ध राम्रो हुनेछ र रमेश र सीताको साथमा हरिसँगको लडाई हार जित पक्कै पनि आउने भागमा हुने नै छ र सीताले आफ्नो नन्दलाई बचाउने नै छिन्। हो दर्शकबिन सबै खेल हरिको जति पनि षड्यन्त्र गरेर सृष्टिले आफ्नो बनाउन र फसाउन खोजिरहेको छ र सीतामाथि जति पनि अत्याचार हरिले गरेको छ त्यो कर्तुतहरू पत्ता लगाउने नै छ र हरिलाई कानुनी कारबाही गर्नुपर्छ। हो दर्शकबिन बाँकी कुरा आउने भागमा पक्कै पनि थाहा पाउने छ। हस्त भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। म आज यति भन्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद।